घाँस काट्ने कस्तो नराम्रो बच्चा हो, कसको बच्चा यस्तो। मैले काटेन हो, अनि बाबाले काटेको हो। बाबाले अनि कहाँ छ के त्यो? अब पाकेपछि मात्रै देख्छ। केराको ध्यान गरेर बसेछ यिनीहरूले चाहिँ, काटेको त्यो छैन नि त, अनि थाहा थिएन यिनीहरू। नै साथीहरू के गर्नु होइन, गाउँघरमा उति भएकै त उति गर्नु पर्यो, घाँस काट्नु परेको छ यसरी। बाख्रालाई घाँस काट्ने हो म चाहिँ। अब हाम्रो गाउँमा यस्तो यस्तोहरू छ हौ, सानबान। तिमीहरू कसको सानबान हो भन त? अब चाहिँ यहाँ यस्तो भइरहेछ, बाख्रा म्या कराएर केही पनि छैन। अब घाँस काट्छु। हाम्रो चाहिँ यता मकै पनि खाने बेला हुनु लागेछ हौ। खेत रोप्नुपर्छ नि त, घरको वरिपरि खेत। लालबुर्जा आफ्नो नाममा नभए पनि सबै खेत हाम्रो, खेतै खेत। त्यही भएर खेत राख्यो है। म पनि काट्नुलाई मलाई पनि हाँसेर लिएर आउनु। मकै है, मकै त्यो देखाएको। अनि के भन्छ सिस्नुलाई ओरिजिनल खालको त्यो अर्ग्यानिक सिस्नु भन न। ओरिजिनल खालको के सिस्नु? सिस्नु खाने हो तिमी? नानी अस्ति नै तपाईले हालेको हो। मैले सिस्नुको भिडियो हालेको देखेको पनि हो। हो त, कहाँ देखेको? मैले दाइले भनेको। दाइले देखेको रे? आङीले ऊ भिडियो हालेछ भनेको? माम कोसँग बोल्दै फोनमा? ए धान पठाएको अरे नि त, अनि धान पठाउने होला के अरे चामल उता। हाम्रो यहाँ ठुलो मान्छेले घाँस काट्नु लाग्छ। लु काटा त, कसरी काट्दो रहेछ? हात काट्ला नि फेरि, हात काट्ला नि फेरि। लु मेरो छोरी र भान्जी भएपछि मलाई के को दुःख होइन? हात काट्ला नि सानो। हेर्नु है, हाम्रो चाहिँ गाउँघरमा नानीहरू आफू सँगसँगै काम पनि सिपालु पो हुन्छ त फेरि। हात काट्ला सानो, काम त गर्नुपर्छ है। भोलि पर्सि फेरि सासूको घरमा गएर ज्वाइँ पाल्नु पर्यो होइन? अलि माथि समाउनुपर्छ नि सुबिना। हात काट्ला नि फेरि। समाउने चाहिँ अलि माथि समाउनु पर्छ ल। यसको त फेरि कपाल पनि मान्छे भन्दा लामो हुन लाग्छ, भिट्टा पनि त्यस्तै मेरो जस्तै बाक्लो। मान्छे गोरी गोरी खैरे खैरे कपाल, कसको पो बुहारी हुने हो मान्छेहरू त। ए घाँस त टन्नै रहेछ, म एकैछिनमा काट्छु। हाम्रो चाहिँ गाउँठाउँ यस्तो छ है, एक त रमाइलो, एक त फेरि आफूलाई सन्चो नभएर चाहिँ भन्नु भयो। एउटा साग भेटायो, अर्कै खालको यस्तो खालको साग चाहिँ रायोको साग हो त्यो। ए घाँस त टन्नै लटे फुलेको रहेछ, यहीँ काट्नुपर्ने रहेछ दिनकै। ए अहिले बाबाले रोप्ने हो धान? अस्ति नै यहाँ है आलु पनि रोपेको थियो, तर हामीले हो। आलु खाने बेलामा हाम्रो बाबाले पनि मैले पनि आएको है। मेरो चाहिँ सानो सानो खेतालोहरू है यतातिर। भविष्यको हिरोनीहरू छ यता घाँस काट्नलाई आङीलाई सघाउँदै। मम्मी, एउटा छोरी एउटा भान्जी। ल साथीहरू, मेरो चाहिँ यसरी नै दिन बितिरहेछ गाउँघरमा।